छिपी भिडियो गर्दैछ है त गाइजहरु। ल दामी ठाउँ छ, तपाईहरु पनि आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। यो ठाउँमा चाहिँ तपाईको फेरि ठुलो स्वरले बोल्न मिल्दैन। पानी चाहिँ उता पारी ललितपुरमा आइपुगिसकेको छ। ललितपुरबाट काठमाडौँ छिर्न खोजिरहेछ पानी। ललितपुरको सिमानाबाट काठमाडौँको सिमाना छिर्न खोजिरहेछ पानी चाहिँ नपर्दिए हुन्थ्यो। त्यो गुम्बा नै हेर्ने गाइजहरु, यस्तो दामी गुम्बा छ यार। त्यो पनि बवाल छ गुम्बा त्यो पनि। बाजेले मजाले हेर्नुभयो, रियाक्सन चाहिँ राम्रै आउँछ। हेलमेटमा क्यामेरा भएपछि रियाक्सन चाहिँ राम्रै आउँछ। ल गाइज, अब चाहिँ हामी यहाँबाट पनि फर्किन्छ। झुलुङ्गे पुल पनि घुमेर फर्किँदैछौँ। अब चाहिँ हामी एक राउन्ड डल्लु जान्छौँ। डल्लु एक राउन्ड गरेर अनि त्यसपछि हामी चाहिँ फर्किन्छौँ है त गाइजहरु। पानी पर्ला जस्तो मौसम भइरह। ल अब हामी चाहिँ पानी छ्याप्यो यार खुट्टामा। हामी चाहिँ अब डल्लुसम्मको यात्रा गर्छौँ यहाँबाट। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। सबैजना लाइक कमेन्ट सेयर, च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। न्यू डे न्यू भ्लगको साथमा तपाईहरुलाई स्वागत छ। अब हामी चाहिँ यहाँ घुमेर झुलुङ्गे पुल घुमेर पनि हामी हिँड्दैछौँ उसको डल्लुको ठुलो गुरु रेम्बोछेको स्ट्याचु भएको ठाउँसम्म चाहिँ हामी, मूर्ति भएको ठाउँसम्म चाहिँ हामी जाँदैछौँ। त्यहाँसम्मको यात्रा गर्दैछौँ है गाइजहरु। सबैजनाले लाइक कमेन्ट सेयर, च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब चाहिँ हामी लेफ्ट लागेर जानुपर्ने हुन्छ। राइट गयो भने त अब उता भइहाल्यो सोबार बल्खु। हामी चाहिँ लेफ्ट लागेर अब ठुलो मूर्ति भएको ठाउँसम्म जान्छौँ है। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। यता नि दामी छ। यता जङ्गलभित्र खुल्ला चौर छ नि, मान्छेहरू टन्नै गएर बस्छ नि। ऊ त्यहाँबाट जाने हो। त्यो भुन्डोल कि भुन्डोल चौर कि के भन्ने चौर? हात्तीवन नै हो यो, तर त्यहाँभित्र एउटा खुल्ला चौर छ क्या। उयो बाटो हुँदै जाने हो। बाटो राम्रो छैन होला, भोलि पर्सि जानु पर्ला। यही बाटोबाट जाने हो। त्यहाँ भोलि पर्सि जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ हात्तीवन हाइट। पानी चाहिँ उता पारी ललितपुरमा आइपुगिसकेको छ। ललितपुरबाट काठमाडौँ छिर्न खोजिरहेछ पानी। ललितपुरको सिमानाबाट काठमाडौँको सिमाना छिर्न खोजिरहेछ पानी चाहिँ नपर्दिए हुन्थ्यो। यहाँ चाहिँ के छ, नास्पति बेच्न थालिसक्यो कि हो? छैन, नास्पति बेच्ने बेला भएको छैन। आरु चाहिँ रहेछ है, आरु चाहिँ खानुपर्ने हुन्छ अहिले आएर। ल आरु चाहिँ किनेर खानुपर्ने हुन्छ अहिले आएर। अब हामी चाहिँ छोटो सर्ट राइड गर्दैछौँ फर्पिङको भाइरल झुलुङ्गे पुलबाट। यहाँबाट देखिन थालिसक्यो। हामी चाहिँ यहाँ माथि ठुलो गुरु रेम्बोछेको स्ट्याचु मूर्तिसम्म चाहिँ हामी गुम्बा रहेको छ यहाँ पनि होइन। हामी यहाँको चाहिँ यात्रा गर्दैछौँ, अवलोकन गर्दैछौँ है त गाइजहरु। यस्तो दामी छ बवाल है। नेपाल त राम्रोसँग विकास गर्ने हो भने त छ ऊ जस्तै हुन्छ नि, विदेशभन्दा कम हुन्न नि यार, धेरै राम्रो हुन्छ नि। त्यसै त प्रकृतिले राम्रो भएको देश हो हाम्रो होइन। नेचुरल अरूको देशको जस्तो बनावटी छैन, बनाउने छैन। हाम्रो नेचुरल ठाउँहरू छ होइन।
तर राम्रोसँग विकास गऱ्यो भने राम्रो गऱ्यो भने त हाम्रो नेपाल त यार सबसे राम्रो देश हुन्छ नि यार दुनियाँकै सबसे राम्रो देश हुन्छ यार एसियाको त सबसे राम्रो देशै भने नि हुन्छ विकास राम्रोसँग गर्ने हो भने डोल्लुमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ डोल्लुमा ल हामी चाहिँ यहाँबाट प्रवेश गऱ्यौँ माथि उसम्म गुरु रिम्पोछेको मूर्तिसम्म आयो त स्ट्याचु भन्छ होइन यहाँबाटै देखिन थालिसक्यो दामी छ अनि बाटो चाहिँ एकदमै राम्रो छ एकदम मजाको पुरा ढलान रोड रहेको छ त्यस्तो गाह्रो त्यस्तो नराम्रो बाटो छैन यो होटल यो रिसोर्टको डिजाइन नै राम्रो छ समदेखि यो रिसोर्टको डिजाइन स्टाइल यो पनि अलिक युनिक छ अलि राम्रो छ यो पनि ल अलिकति कन्सेप्ट राम्रै निकालेको छ भन्नुपर्छ अब हामी चाहिँ यहाँबाट बाटो चाहिँ एकदम राम्रो छ माथिसम्मै राम्रो रहेको छ बाटो शनिबार चाहिँ धेरै मान्छे हुन्छ आज अब खासै मान्छे छैन होला खै भित्र पनि जान पाउँछ कि पाउँदैन थाहा छैन पाउँछ होला सायद एकदम राम्रो रहेको छ यहाँ पनि यो पनि हाम्रो छोटो मिठो छोटो सर्ट राइड छ है गाइजहरू यो गुम्बा ठुलो गुम्बा दामी छ छोटो सर्ट राइड हुँदैछ हाम्रो यताको ल न आइपुग्यो है गाइज आइपुग्यो गुरु रिम्पोछेको ठुलो स्ट्याचु भएको ठाउँमा चाहिँ हामी आइपुग्यो गाइज बाजेले मजाले हेर्नुभयो रियाक्सन चाहिँ राम्रै आउँछ हेलमेटमा क्यामेरा भएपछि रियाक्सन चाहिँ राम्रै आउँछ सेम टु सेम घर दुईवटा दाजुभाइको होला ऊ यहाँ नि सेम टु सेम दुईवटा ए यो त हाउजिङ रहेछ हाउजिङहरू रहेछ नि त हाउजिङ रहेछ कि सम्झि यो एउटै डिजाइनको दामी हाउजिङ बबाल ठुलो अब बाइकलाई चाहिँ यतै राख्नुपर्ने हुन्छ अनि त्यसपछि हामी भित्र छिर्नुपर्ने हुन्छ है गाइज बाइकलाई चाहिँ यतै राखौँ अनि भित्र छिर्नुपर्ने हुन्छ ओपन 9 AM to 4 PM सम्म रहेछ है अब हामी चाहिँ यहाँबाट भित्र प्रवेश गर्नेछौँ ल है गाइजहरू बबाल दामी छ होइन नेपालको त एकदमै पिसफुल ठाउँहरू चाहिँ एकदमै छ क्या धेरै पिसफुल ठाउँहरू नेपालमा रहेको छ है गाइजहरू जाउँ सम्झे ल यहाँभित्र एकदम बिस्तारै बोल्नुपर्छ है सम्झे जोडले बोल्नु दिँदैन अब यहाँदेखि भित्र क्यामेरा युआर अन्डर सिसी क्यामेरा भित्र क्यामेरा लाग्नु पाउने हो क्या यो क्यामेरा चाहिँ अब म चाहिँ अर्को मोबाइलको क्यामेराबाट खिच्नेछु यहाँ चाहिँ दामी छ हजुर एकदम शान्तसँग ठुलो स्वरले बोल्नु हुँदैन यहाँ चाहिँ एकदम शान्तसँग घुम्नुपर्ने हुन्छ एकदम बिस्तारै घुम्नुपर्ने हुन्छ यहाँ चाहिँ बोल्न नपाउने र यहाँ चाहिँ है हामी चाहिँ प्लिज किप साइलेन्ट यहाँ चाहिँ एकदम साइलेन्ट तरिकाले हेर्नुपर्ने हुन्छ अथवा दामी उता पारि चाहिँ पानी पर्न थालिसकेको छ बबाल ठाउँ छ है ल बबाई है गाइज बबाई गाइजहरू भिडियो नगर्नु भन्छ तर मैले लुकीछिपी भिडियो गर्दैछु है त गाइजहरू ल दामी ठाउँ छ तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ तपाईँको फेरि ठुलो स्वरले बोल्न मिल्दैन सानो स्वरले बोल्ने हो यहाँ चाहिँ गइरहेको छ दिलबा भन्छ होइन हेर्नु
गाइजहरू बवाल ठाउँ छ र माथि चाहिँ खै नो इन्ट्री रहेछ झर्न नपाउने छ माथितिर अझै राम्रो ठाउँ थियो घुम्न नपाउने रहेछ ल है त गाइजहरू सबैजनाले लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैले ल है त गाइजहरू भित्र चाहिँ भिडियो गर्न नपाउने हुँदै थियो त्यही पनि मैले अलिकति गरी भिडियो गर्यो यहाँ हो दामी छ ठाउँ ठुलो मूर्ति रहेको छ अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ गाइजहरू आजको यात्रा आजको ट्राभल भ्लग यहाँसम्मको है त आजको भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु फेरि नेक्स्ट लोकेसनमा नेक्स्ट ठाउँमा फेरि भेटौँला गाइजहरू आजलाई यति नै बाबाई गाइजहरू बाबाई सबैजनाले लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला है गाइजहरू बाबाई गाइजहरू बाबाई आजको यात्रा यहाँसम्म अब आजको भ्लगलाई यत्तिकैमा बन्द गर्न चाहन्छ है त गाइजहरू ल बाबाई गाइजहरू बाबाई बाबाई अब हामी चाहिँ फर्केर जानुपर्ने हुन्छ ल बाबाई गाइज त्यो गुम्बा नै हेर्ने गाइजहरू यस्तो दामी गुम्बा छ यार त्यो पनि बवाल छ गुम्बा त्यो पनि कति बज्यो 2 बज्यो हामी चाहिँ अब फर्किन्छौँ ल है त गाइज बाबाई गाइज बाबाई